महेन्द्र किरणका सन्दीपले दिलाए मकवानपुरलाई एकमात्र स्वर्ण पदक, राष्ट्रिय उपाधि नजिक। प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मकवानपुरबाट सन्दीप गहतराजले स्वर्ण पदक हासिल गरेको छ। 3000 मिटर तर्फको दौडमा उनले 3000 मिटरको दूरीलाई 9 मिनेट 50 सेकेन्डमा पार गर्दै बागमती प्रदेश प्रथम हुन सफल भएको हो। मनैरार सिम्पानी स्थित महेन्द्र किरण माध्यमिक विद्यालयबाट उनले दौड प्रतियोगितामा सहभागिता जनाएको हो। उनले पालिका जिल्ला हुँदै बागमती प्रदेशमा समेत प्रथम हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बागमती प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने भएको छ। जेठ 13 गतेदेखि 15 गतेसम्म काठमाडौँ दशरथ रङ्गशालामा आयोजना भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा 13 वटा जिल्लाका सहभागीहरूलाई पछि पार्दै उनले मकवानपुर जिल्लालाई स्वर्ण पदक दिलाउन सफल भएको हो। उनी पालिका जिल्ला प्रदेश हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा महेन्द्र किरण माध्यमिक विद्यालयका पहिलो विद्यार्थी समेत बनेका छन्। आफ्नो सफलताको पछाडि विद्यालयको पनि राम्रो सहयोग रहेको गहतराजले बताए। साथै राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको गोल्ड मेडलिस्ट बन्ने आफ्नो सपना रहेको बताए। राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही जेठ 20 गतेदेखि 23 गतेसम्म काठमाडौँमा हुने भएकोले उक्त प्रतियोगिताको तयारीको लागि काठमाडौँमै बन्द प्रशिक्षणमा रहेका छन्।